गुड मर्निङ सबैलाई। आज म अर्को एउटा धापासीमै रहेको चुनदेवी मन्दिरको दर्शन गराउन गइरहेको छु। यो चाहिँ मन्दिर हो। यहाँ चाहिँ बिहान बिहान मान्छेहरू चाहिँ यसरी योगा गर्न आउने गरेका छन् है, हेर्न सकिन्छ। यो मन्दिरको कम्पाउन्ड हो। पिपलको बोट छ, बरको यतापट्टि बरको बोट पनि छ, चौतारी पनि छ। यो चाहिँ हाम्रो डिङ्गोबाट ठ्याक्कै 1 किलोमिटरको डिस्टेन्समा छ। कृष्ण मन्दिर पुग्नुभन्दा पहिलेको मन्दिर हो यो। यसलाई चुनदेवी मन्दिर भन्छ। पुरानै मन्दिर हो यो। यहाँ चाहिँ प्रशस्त चाहिँ देवी देवताका मूर्तिहरू, शिवजीको मूर्ति यसरी राखिएको छ। यो चाहिँ मेन मन्दिर हो, चुनदेवी मन्दिर। अब मन्दिरमा म एकछिन बाहिर पछाडिपट्टि घुमाएर देखाउँछु। यतापट्टि यो योगा गर्ने मान्छेहरू आउँछन् बिहान। यहाँ चाहिँ गौतम बुद्धको पनि एउटा मूर्ति राखिएको छ। सक्नुहुन्छ यो चाहिँ युवा क्लब हो धापासीको। अनि सहयोग गर्ने विभिन्न चाहिँ जुन चुनदेवी मन्दिर संरक्षण समिति परिवार, यहाँ चाहिँ को समिति त्यसको नाम लेखिएको छ। यहाँ चाहिँ शिवजीको एउटा सानो अर्को एउटा मन्दिर पनि बनाइएको छ। यहाँ देख्न सक्नुहुन्छ। यो चाहिँ चुनदेवी मन्दिरको पछाडिपट्टिको भाग हो। यो ठ्याक्कै मेन बाटोमै जोडिएको मन्दिर हो। मन्दिर सफा छ। अब म चुनदेवी भगवती माताको दर्शन गराउँछु। यो ठ्याक्कै यो मन्दिर भएर मन्दिरबाट चाहिँ यो चाहिँ मेन गर्भगृह हो। चुनदेवी माताको दर्शन गर्नुहोस्। उहाँ चाहिँ विराजमान हुनुहुन्छ। भगवती माताले सबैको रक्षा गरून्, सबैको कल्याण होस्, देशमा सुख शान्ति अमन चयन होस्, सकारात्मक सोचको प्रवृत्तिको विकास होस्, भ्रष्टाचारी प्रहरी प्रशासन, कर्मचारी, राजनीतिक नेता, कर नतिर्ने व्यापारीहरूको सद्बुद्धि आओस्। भगवानले सबैको कल्याण गरून्। चुनदेवी माताको यसरी पानी दिने काम पनि गर्छन् होइन। मन्दिरको चाहिँ भित्र पस्ने इन्ट्रेन्स हो। यहाँ पनि प्रशस्त मूर्तिहरू, गणेशजीको मूर्ति तपाईँ देख्न सक्नुहुन्छ। यहाँ पनि भगवतीको मूर्तिहरू स्थापना गरिएको छ। विष्णु भगवानको, गणेश भगवानको। एउटा शिलालेख पनि छ। यो पुरानो मन्दिर भएको हुनाले धापासीको शिवदेव अंशुवर्माको अभिलेख भन्ने छ। यो अंशुवर्माकै अभिलेख हो भन्छन् होइन। सम्वत 526 लेखिएको छ अरे यो। यसलाई चाहिँ कसरी उनीहरूले चाहिँ अनुवाद गरेर नेपालीमा लेखेको छ। यसको व्याख्या पनि गरिएको छ। र यो चाहिँ साँच्चीकै चाहिँ यो शिलालेख चाहिँ यो हेर्न सक्नुहुन्छ तपाईँ। अझै त साह्रै प्राचीन मन्दिर हो भन्ने चाहिँ यसबाट स्पष्ट हुन्छ। सम्वत 526 को यो अभिलेख शिवदेव र अंशुवर्माको संयुक्त शासनकालको अन्त्यतिरको हो। यस अभिलेखमा लडाइँको मैदानमा शत्रुहरूलाई परास्त पारेको, अरू राजाहरूले अंशुवर्मालाई ढल्न आएको आदि भाव दर्शाउने विशेषण अंशुवर्मामा लागेका छन्। यो चाहिँ पुरै छ होइन। धापासी भेगको बस्तीमा पुथेर, लिङ्गबल आदि सरकारी अधिकरणले पञ्चापराधको तहकिकात जस्तो ठुल्ठुला काममा समेत नपस्नु, खाली साबिक कर, यो अब त्यो बेलाको चाहिँ अभिलेख रहेछ। यो यहाँ रहेछ यो मन्दिरकै ठाउँमा। त्यो पनि यहाँ देखाइएको छ। र आज यति भन्दै मैले तपाईँहरूलाई चुनदेवी मन्दिरको चाहिँ दर्शन गराएँ, जुन धापासीमा अवस्थित छ। सबैको दिन शुभ होस्। चुनदेवी भगवतीले सबैको रक्षा गरून्।
जय होस्।